हेलो साथीहरु, आज चाहिँ म तपाईहरुको समक्ष फिश करीको रेसिपी लिएर आएको छु। राम्रोसँग सुरुमा माछालाई सफा गरी धुनुहोस्। त्यसपछि बेसार, थोरै धुलो खोर्सानी, नुन अनि त्यसपछि लेमन। फिशको लागि लेमन चाहिँ एकदम इम्पोर्टेन्ट छ। त्यसपछि थोरै डार्क सोया सस लाउनु होला। यसलाई राम्रोसँग मेरिनेट गरेर आधी घण्टा जति राख्नु होला छोपेर। त्यसपछि टमाटरलाई मैले चाहिँ हल्का प्याज मिसाएर पेस्ट बनाएको छु। अनि फिसलाई राम्रोसँग यसरी फ्राई गर्नु होला। फ्राई गर्दा चाहिँ बी केयरफुल, मलाई चाहिँ तेलले पोल्यो। अनि राम्रोसँग यसरी फ्राई गरेपछि थोरै तेलमा पाँचफोरन पड्काए। त्यसपछि तेजपत्ता पड्काए, करी पत्ता पड्काए अनि प्याजलाई फुट्नुहोस्। त्यसपछि थोरै हल्दी लाउनु होला। त्यसपछि तपाईँले एकछिन ब्राउन भइन्जेल पकाउनु होला ग्यास। त्यसपछि अदुवा लसुनको पेस्ट लगाएर पनि एकछिन फुट्नुहोस्। त्यसपछि अलिक पिसेको टमाटर प्याजलाई पनि राम्रोसँग तेलमा एकछिन फुट्नुहोस्। त्यसपछि थोरै जिरा धनियाँ फुट्नु। अनि मैले चाहिँ तातो धुलो खोर्सानी तोरी पिसेर लगाएको छु। अलिकति स्वाद अनुसार नुन लगाएर राम्रोसँग भुट्नुहोस्। त्यसपछि चाहिँ पानी हालेर यसलाई राम्रोसँग उम्लिनु दिनुहोस्। त्यसपछि अघि फ्राई गरेको माछा लाउनु होला र यसलाई एकछिन उम्लिनु दिनुहोस् मजाले। यसको सुप निस्किन्छ। त्यसपछि लास्टमा धनियाँहरू हालेर खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। तपाईँलाई भिडियो राम्रो लाग्यो लाइक गर्नुहोस्।